लाइसेन्स कति सालको भन्नुभयो? 37 सालको। ए अब तपाईँ पनि ड्राइभर, म पनि ड्राइभर। तपाईँले 5 मिनट रोक्यो भए कि म मात्रै जान्थ्यो कि तपाईँ मात्रै जान्थ्यो? त्यो त्यहाँ त दुईजना पेलेपछि दुइटै गयो कि त्यहाँ। हो हेर्नु, त्यो ड्राइभरकै गल्ती हो त्यो। 5 मिनट रोकेर 10 मिनट रोकेर के पनि हो त गाडी भनेपछि 1 घन्टा पछाडि पुग्छ हामीलाई। भयो नि तपाईँको अहिलेको चालकहरूको अब गाडी छिर्नु कहाँनिर छिर्छ, कसरी छिर्छ थाहा हुनुपर्छ। मैले तपाईँको नाइट बस चलायो, के अरे डे बस चलायो, डडेलधुरा पुग्यो, म धरान पुग्यो, विराटनगर सबै ठाउँमा चला। विदेश कुन देश? साउदी कतार। कतार पनि चलाउनु भयो? स्थानीय सरकारले चाहिँ अब हेरिदिनु पऱ्यो यो बाटो जामको लागि। अब यहाँको चालकहरू चाहिँ अलिक बिचारेर चलाउनु पऱ्यो। बाटो राम्रो छ तल बाटो, अब धेरै स्पिड गऱ्यो कि एक्सिडेन्ट हुनसक्छ। 1 घन्टा पछाडि पुगोस्, राम्रो होस्। बुवा नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो पूर्ण तामाङ। पूर्ण तामाङ है। पहिला हजुर सवारी चालक हुनुहुन्थ्यो, कति वर्ष चलाउनु भयो? चलायो 20-30 वर्ष। हजुर अहिले यहाँ ककनी गाउँपालिका वडा नम्बर 2 के गाउँको नाम? चोचेत। ए अनि हजुरले कति लाइसेन्स कति सालको भन्नुभयो? 37 सालको। ए नेपालको ड्राइभरहरूलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ? नेपालको चालकहरूको कारणले गर्दाखेरि सवारी दुर्घटना हुने अनि सवारीमा ट्राफिक जाम हुने हुन्छ नि, यसको समस्या भइरहेछ, हजुरलाई थाहा छ। हजुर पुरानो ड्राइभर अहिले त चलाउनु नला, के छ सल्लाह सुझाव? त्यो चाहिँ अब एक्सिडेन्ट हुने कारण चाहिँ के हो भने एउटा योभन्दा कति वर्ष अगाडिको सिमल दालको कुरो गर्नु न। हजुर हजुर। अब तपाईँ पनि ड्राइभर, म पनि ड्राइभर। तपाईँले 5 मिनट रोक्यो भए कि म मात्रै जान्थ्यो कि तपाईँ मात्रै जान्थ्यो? त्यो त्यहाँ त दुईजना पेलेपछि दुइटै गयो कि त्यहाँ। हो हेर्नु, त्यो ड्राइभरकै गल्ती हो त्यो, म चाहिँ भन्छु। हो धेरै जसो सवारी दुर्घटना चाहिँ प्राय चालकहरूको कारण हो भन्ने चाहिँ अनुसन्धानले देखाएको छ। हजुरको पनि बुझाइ त्यही, किनभने हजुरको आफ्नो अनुभव पनि छ। तपाईँले रोक्नु भयो भने त म छिर्छु नि त। हो हो। मैले रोक्यो भने तपाईँ छिर्नुहुन्छ नि त त्यो त्यस्तो नराम्रो बाटोमा त। तपाईँ पनि सक्ने, म पनि सक्ने भएपछि त दुईजना लगेन, विपत्त भएन। त्यो कारण हो कि 5 मिनट रोकेर 10 मिनट रोकेर के पनि हो त गाडी भनेपछि 1 घन्टा पछाडि पुग्छ हामीलाई। हजुर अब पुरानो सवारी चालक ड्राइभर भएको कारणले गर्दाखेरि आफ्नो अनुभव र यो भइरहेको दुर्घटनाको कारणहरू सबै कुराहरू थाहा पाउँदा हामीले जाने बुझे अनुसार चाहिँ चालकहरूको अलिकति लापरवाही देखिन्छ। लापरवाही हो नि तपाईँको अहिलेको चालकहरूको। अब गाडी छिर्नु कहाँनिर छिर्छ, कसरी छिर्छ थाहा हुनुपर्छ। हजुरले सवारी जुन चालकको रूपमा ड्राइभरको रूपमा कुन नेपालमा मात्रै अथवा कुन जिल्ला कता कता चलाउनु भयो? मैले तपाईँको नाइट बस चलायो, के अरे डे बस चलायो, डडेलधुरा पुग्यो, म धरान पुग्यो, विराटनगर सबै ठाउँमा। ए हजुर अहिले कति वर्ष पुग्नुभयो? अहिले 69। ए 69 लगभग 70। अब 60 वर्षदेखि उता गाडी चलाउन पाउँदैन है, लाइसेन्स चाहिँ ठुलो गाडीको दिँदैन होइन। 8-9 वर्ष उसमै गयो, विदेश पनि चला। विदेश कुन देश? साउदी। कतार पनि चलाउनु भयो? ल ल ल, म पनि कतारमा गाडी चलाएर आएँ म पनि। ए ल हुन्छ बुवा, त्यो समय दिनुभएको लागि धेरै धेरै धन्यवाद छ। अरू जस्तै अब यहाँ यो स्थानीय सरकारलाई र यहाँ सवारी चालकहरूलाई केही भन्न चाहनुहुन्छ? अन्तिममा केही भन्नु न। स्थानीय सरकारले चाहिँ अब हेरिदिनु पऱ्यो यो बाटो जामको लागि। अब यहाँको चालकहरू चाहिँ अलिक बिचारेर चलाउनु पऱ्यो। बाटो राम्रो छ तल बाटो, अब धेरै स्पिड गऱ्यो कि एक्सिडेन्ट हुनसक्छ। 1 घन्टा पछाडि पुगोस्, राम्रो होस्। त्यही के। हस् बुवा, हस् धन्यवाद धेरै धेरै है।